लु है हाम्रो चाहिँ रेडी भइसकेको छ अलि पातल बस्दिने जनाले खाने होला कम कमै भयो जस्तै छ है कहीँ त खाइदियो धेरै यस्तो आरीमा खाने बानी के नागै सिक्नेलाई ल यत्रो भात चिक्ने कसले खाइसक्छ हेर्नु त त्यहाँ पोखीलाई यता पात पुगेन भरे थपेर खाने मुनिबाट लाउनु न हुन्छ सफा नुन लाग्यो अङ्कल नुन अन्त मासु देखाउनु मासु सफा यो पनि मैले हाल्दै लु अचार ल्याम किला केटा नजिस्किए मसँग सबैलाई एकैचोटि हालिदिनु फेरि त यहाँ अलिक एकछिन यहाँ अनि अरू त ठिकै छ अनि त्यहाँ हेर त यो चाहिँ अब सेसन धर्मेसन त मात्र मैले धोएको छैन नि अन्त आऊ ल धेरै धुनु हुँदैन नि त साँच्ची त्यता त बसेर खानु पो पर्छ काला लुता सार्नु भयो त जुत्ता तपाईँको पछाडि मेरो भेला सार्नु होस् साँच्ची त बसेर खानुपर्छ अहिले ठाउँ मिल्दैन सब 101 क्यामेराम्यानहरू हो 101 क्यामेराम्यानहरू मासु लाउनुपर्छ मैले त सुन अनि एक चिरा राख्दै हाम्रो डेकोरेसन भातको डेकोरेसन चाहिँ कस्तो छ भने डक यो पाराको छ हैन उ हुन्छ हौ सुप गइसक्यो खान थाला न उयो मात्रै हाल न गइसक्यो हजुर मासु हाल्दैछ अनि हालेपछि अलि कन्तीमै राखेर सुप खानुपर्ने हुन्छ है त बोटकोले थोरै हाल्ने के भात चाहिँ भरे कुल्ची बनाइन्छ है त्यति भात नहाले म खान्दिनँ यस्तरी केटाहरु मलाई नहाले एक भागमा नहाले नि भए त मैले उगिन्जेल खाएको छु कस्तो यो मान्छेले मलाई ढकेलेको है ठुलो क्यामेराम्यान आएको हो नि त म किनकि यहाँ पकाएको होइन यहाँ हामीले 2 साल भइसक्यो खाएको यो पालिसँग 2 चोटि भइसक्यो एकदम दामी छ कुकमेनहरू सबै यहाँ भएको छ एकदम दामी छ ल म कहाँ बस्नु म यहाँ बस्छु नि फेरि टक्क म चाहिँ यस्तरी सबैलाई देखाउने हेरी खान्छु नि त केटा